गाइस गुड मर्निङ सबैजनालाई र अहिले बिहान चाहिँ अब म र अब यहाँनिर चाहिँ अब बहिनी छ अब कहाँ गएको भन्दाखेरि चाहिँ हाम्रो चाहिँ अब बिहान चाहिँ अब कोचिङ छ अहिले अब विन्टरमा चाहिँ त्यही अब कोचिङ जाँदैछु र अहिले चाहिँ म चाहिँ अब कहाँबाट चाहिँ आउँदैछु भन्दाखेरि चाहिँ अहिले चाहिँ म अब यहीँ अब सोरेङमै अब बहिनीहरूको पनि बस्दैछु र आजको वेदर चाहिँ अब एकदमै राम्रो भएको छ तपाईँहरूले देख्न सक्नुहुनेछ अब घामहरू लागिरहेको छ हो अब कोचिङ जाँदाखेरि चाहिँ फेरि अब यस्तो उकालोहरू पनि जानुपर्ने हुन्छ र अब तपाईँहरूलाई म अब माथि अब हाम्रो क्लासहरूको अब त्यस्तोहरू पनि देखाउने छु इन्स्टिट्युसनहरू पनि देखाउने छु सो भिडियोमा लास्टसम्म चाहिँ हेरिदिनुहोस् होला र अब हामी भने चाहिँ अब पुग्नु आँटेको छ है अब यहाँ उकालो अलिकति जानुपर्ने छ अब सिडी छ नि त र यहाँनिर पछि चाहिँ अब बहिनी पनि आउँदैछ हाँस्दै हो अब साह्रो परेछ उकालो चढ्नु र हामी चाहिँ अब पुग्नु आँटेको छ र अब चाहिँ जानु बित्तिकै फेरि यहाँनिर चाहिँ बाटोमै अब साथी भेटिदियो हो अब यसो अब हातहरू मिलाइदियो अब बिहान होइन मर्निङ भन्दै त्यहाँदेखि चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ अब यही हो हाम्रो चाहिँ कोचिङ सेन्टर युनिभर्सल एजुकेसन हो र हामी चाहिँ अब एकछिन बाहिर बसिरहेको थियो अब सरहरू आउनु भएको थिएन त्यही भएर र अब चाहिँ फाइनल्ली आउनुभयो सो हामी चाहिँ अब क्लासभित्र लागेँ र अब चाहिँ सर आउनुभयो हो सो अब सबैजना एकजना गर्दै अब सबै क्लासभित्र आउनु थाल्यो अब चाहिँ हाम्रो चाहिँ अब क्लास हुनु आँटेको थियो नि त र अब भने चाहिँ सर आउनुभयो हो 6 hours later र अब चाहिँ फाइनली गाइस अब क्लासहरू सकेर चाहिँ अब हामी चाहिँ घर जाँदैछौँ हो बहिनी र म र अब हेरौँ अब अहिले तसम्म त दिन त राम्रै छ अब यहाँबाट फेरि अब आउँदा उकालो जाँदा ओह्रालो त्यस्तै गरेर अब हामी चाहिँ गयौँ र यहाँनिर चाहिँ अब घाम पनि एकदम दामी लागिरहेको थियो लस्ला टाडा 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 यहाँ हेर्दै हाँस्दै र अब म भने चाहिँ साथी अब बहिनीलाई होइन अब बाई बाई भनिसकेर चाहिँ अब म चाहिँ अब उकालो लागेँ सामानहरू बोकेर हो र अब फाइनली म चाहिँ अब माथि डाँडामा निस्केर अब गाडीहरू हेर्दैछु अब गाडी पो पाउँछ पाउँदैन हो र अब गाडी त साह्रै छैन तर भनी अब फाइनली अब गाडी पाएर चाहिँ म चाहिँ अब जाँदैछु घर र यहाँनिर अब हेर्नु सक्नुहुनेछ घाम दामी लाग्दैछ अहिले बेलुका के हुन्छ र अब म चाहिँ एकदम मस्तले हावा खाँदै भ्यूहरू हेर्दै जाँदैछु नि त म चाहिँ अब भने चाहिँ साथी हो म चाहिँ अब घर पनि पुग्नु आँटेँ र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो